साथ हामी अगाडि आउनु जरुरी छ। प्रकृति जस्तो बन्नुपर्छ, हामी कसैलाई विभेद गर्न नजान्ने है। प्रकृति जस्तो बन्नुपर्छ, संस्कृति जस्तो बन्नुपर्छ, सबैलाई आफ्नो ठाउँ। संस्कृतिले कसैलाई पनि पर ढकेल्दैन है, ढकेल्दैन, त्यसले सबैलाई अँगाल्छ। यो खालको मान्छे बन्नुपर्छ भन्ने अभियान हामीले चलाइराखेका छौँ। यहाँहरू सबैजनालाई म त्यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। श्रमको मात्रै कुरा गर्ने, खालि बेलसा र तपाईँको गैँतीको मात्रै कुरा गर्ने, पसिना काट्ने कामको मात्रै कुरा गर्ने भन्ने कुरा होइन। म सबैजनालाई बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। हामीले गरिरहेको श्रम अभियानको विशेषता भनेको विभेद रहित समाजको निर्माण हो। त्यो श्रम अभियानमा हामी एउटा ठुलो भाँडामा भात पकाइ खान्छौँ। कामीले पकायो कि दमैले पकायो कि बाहुनले पकायो कि छेत्रीले पकायो कि राईले पकायो कि लिम्बूले पकायो, मगरले पकायो कि तामाङले पकायो भन्ने वास्ता हुँदैन। कसले कुन जातको मान्छेले पस्केर दियो पनि वास्ता हुँदैन। बाहुनले थापेर खान्छ होइन, छेत्रीले थापेर खान्छ, राईले थापेर खान्छ, सबैले थापेर खान्छ। त्यो खालको विभेद रहित समाजको सृजना हामीले श्रम अभियानबाट गरिरहेका छौँ। मलाई थाहा छ दमक होइन यो देशको एउटा नमुना सहर हो। कसरी नमुना सहर हो भन्दाखेरि यहाँ सबै जात जातिका मानिसहरू, सबै धर्मावलम्बीहरू मिलेर बस्नुभएको छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली होइन भनेर अघि भर्खर हामीले चाहिँ शहीदहरूको स्मरण पछाडि गायौँ। त्यो सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेको के हो त? गीत मात्रै हो त? खालि गीत भनेको गीतै मात्रै हो त? होइन। म सबैजनालाई भन्न चाहन्छु, म चाहिँ कस्तो मान्छे भने म गीत सुन्छु, मनले सुन्छु, गीत गाउँछु, मनले गाउँछु। भाषण गर्न जान्दिनँ, नेपालमा भाषण गर्न नजान्ने मान्छे म। जे बोल्छु मनमा जे आउँछ त्यो बोल्छु है। हामीले मनले गायौँ त त्यो गीत के यसो गरेर सयौं थुङ्गा फुलका हामी केटाकेटीले जस्तो गायौँ त? त्यसको अर्थ बुझेनौँ हामी वयस्क होइन, बुढो भइसकेको मान्छे। केटाकेटीले त नबुझ्न ठिकै छ होइन, त हामीले बुझ्नु जरुरी छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेको सयौं प्रकारका फुलहरूका एउटै होइन तपाईँको चाहिँ माला नेपाली हौँ हामी। त्यसो भएको कारणले गर्दाखेरि त्यो एउटा साझापनमा हामीले विश्वास गर्छौँ। यो श्रमदानको तपाईँको चाहिँ हाम्रो एउटा विशेषता पनि हो। म सबैजनालाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो श्रमको बारेमा यहाँहरूले धेरै कुराहरू मैले भन्दा धेरै यहाँ भनिदिनु भयो कि पूर्ववक्ता मित्रहरूले सबैजनाले। आउने बित्तिकै यहाँ मलाई दुबो दिएर एकजना